दर्शक नमस्कार। दर्शक यति बेला हामी फाइनल रूपमा छौँ दाङ तुलसीपुरमा रहेको गुमरा चोकनिर हो। गुमरा चोकनिर रहेको न्यू मोहन फर्निचर उद्योगमा यति बेला हामी छौँ र न्यू मोहन फर्निचर उद्योगमा हामी किन छौँ त भन्ने विषयमा तपाईलाई जानकारी दिनेछौँ। न्यू मोहन फर्निचर उद्योगमा तपाईलाई स्वागत छ। विशेष गरेर कुनै पनि फर्निचरका सामानहरू न्यू मोहन फर्निचर उद्योगमा अन्य पसलभन्दा कम मूल्यमा र अत्यन्तै राम्रा सामानहरू पाउने गरिन्छ। र कस्ता कस्ता सामानहरू छन् त तपाईलाई ढिला नगरेर म चाहिँ भिजिट गर्छु। ल आउनुहोस्। हो सर नमस्कार। आराम हुनुहुन्छ सर? अनि हामी हजुरसँग सानो कुरा लिन चाहेका छौँ। यति बेला हामी चाहिँ न्यू मोहन फर्निचर उद्योगमा छौँ। ठ्याक्कै दर्शक पनि तपाईँले चाहिँ न्यू मोहन फर्निचरका सञ्चालक र ओनर उहाँ नै हुनुहुन्छ। मेरो नाम मोहन नेपाली। हजुर म चाहिँ यो तुलसीपुरमा पहिले चाहिँ मेरो यो उद्योग थियो हैन। उद्योग गर्दै आइरहेको अहिले यस्तै 20-21 वर्ष जति भयो। यो अहिले सोरुम गर्न लागेको चाहिँ लगतै यही दसैँ अगाडिदेखि हो। दसैँको पहिलो हप्तादेखि। दसैँको पहिलो हप्तादेखि तपाईँले चाहिँ यो सोरुम चाहिँ ओपनिङ गर्नुभयो। अनि हजुरले चाहिँ अहिले यो न्यू मोहन सोरुमको चाहिँ दाङमा अत्यन्तै चर्चा भइरहेछ नि, किन हो? तपाईँलाई त्यस्तो ग्राहकलाई के सन्तुष्टि दिनुभयो? तपाईँले चाहिँ जता पनि न्यू मोहन गरिरहेछन्, मान्छेहरू पनि धेरै आइरहेछन्, यत्र ग्राहकहरू पनि मैले देखिरहेको थिएँ। अनि ठ्याक ल्याएर यहाँ के छ त क्वालिटी भन्ने हिसाबले चाहिँ म यहाँ बुझ्न आएको क्या ठ्याक ल्याएर। अब त्यो त यस्तो छ। अब हाम्रो यहाँ के छ भनेपछि हामीले अब सबैभन्दा राम्रो बलियो र भरपर्दो आफ्नै कारखानामा उत्पादन गरिन्छ सबै फर्निचरका सामग्रीहरू हैन। त्यस कारणले चाहिँ एकदमै भरपर्दो सामान बनाइन्छ। त्यस कारणले गर्दा भन्दाखेरि पनि ग्राहकहरू चाहिँ यहाँ चाहिँ धेरै यहाँबाट लग्ने गर्नुहुन्छ। र यो दसैँमा त झन् यति मारामारी भयो कि मैले त यहाँ त सामानै पुर्याउन सकेन कि। काम यति सामान कट्यो कि सारा सब यो गोदाम स्टक पुरा चाहिँ खाली भएर फेरि उत्पादन बनाए चाहिने यति सामान चाहिँ यहाँ तयार भइरहेछ। ग्राहकलाई एकदमै सस्तो मिलाएर सुपथ मूल्यमा पनि मैले चाहिँ सबै सामानहरू चाहिँ दिने गरिराखेको छु। आफूलाई मार्जिन पनि त्यति खासै नराखेर ठिक्क आफू मेरो चाहिँ यसको ठ्याक्कै लगानी मात्रै उठ्ने हिसाब भए चाहिँ हुने हिसाबले चाहिँ मैले दिने गरिराखेको छु। त्यही भएर पनि ग्राहकहरू चाहिँ यहाँ धेरै नै आउने गरिरहनु भएको छ, लगिरहनु भएको छ। अनि यहाँ राम्रो पाइम भनेर भन्नुहुन्छ ग्राहकहरूले। अनि दर्शक पनि यति बेला चाहिँ धमाधम दाङमा पनि अब फर्निचरका उद्योगहरू धेरै खोलिएको हामी देख्न सक्छौँ। र अन्य ठाउँहरूमा भन्दा पनि मैले यहाँ देखेको र म भिजिट गरेको हुनाले चाहिँ अन्य ठाउँहरू भन्दा पनि अलिक त मूल्य पनि सामान हेरेर चाहिँ मूल्य पनि अत्यन्तै मिलाएर दिएको मैले पाएको हुनाले चाहिँ विशेष गरेर म चाहिँ यहाँ न्यू मोहन फर्निचर उद्योगसँग जोडिन पुगेको हुँ। र तपाईँहरू पनि घर बनाइसक्नु भएको छ अथवा देश विदेशमा हुनुहुन्छ र घरमा सजावटका सामानहरू चाहिँ कहाँबाट लिउँ, कहाँ पाइन्छ भरपर्दो र कम मूल्यमा पनि तपाईँ अन्यलमा हुनुहुन्छ भने तपाईँ चाहिँ गुमरा चोकमा भएको र पश्चिम लाइनको गल्लीमा चाहिँ अवस्थित न्यू मोहन फर्निचर उद्योग रहेको छ। र यहाँ आएर चाहिँ छानी तपाईँलाई जस्तो लाग्छ, जस्तो मनपर्छ एकदम तपाईँ मूल्यको त तपाईँ टेन्सनै नगर्नुहोस्। मूल्य चाहिँ तपाईँलाई चाहिँ 100% मिल्छ। र किनभने तपाईँले चाहिँ सामान मन पराउनु पर्यो। मेन कुरो चाहिँ सामान मन पराइसकेपछि चाहिँ मूल्यको लागि तपाईँले टेन्सन नगर्नुहोस् र आएर तपाईँले भिजिट गर्न सक्नुहुन्छ र मौकाको फाइदा लिन सक्नुहुन्छ। र अबदेखि चाहिँ कन्टिन्यू यदि तपाईँहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने, न्यू मोहन फर्निचर उद्योगमा तपाईँ नयाँ हुनुहुन्छ भने, यदि भिजिट गर्दै हुनुहुन्छ, यो भिडियो हेर्दै हुनुहुन्छ भने यो हाम्रो च्यानललाई पनि सब्सक्राइब गरेर साथ दिनु होला। आगामी दिनहरूमा पनि न्यू मोहन फर्निचर उद्योगबाट चाहिँ अत्यन्तै अफरहरू आउने गर्नेछन्। अब अफरको हामी चाहिँ अब प्लानिङमा छौँ। अफर आउने क्रममा तपाईँलाई चाहिँ राम्रा र सुपथ मूल्यमा चाहिँ हामीले चाहिँ सामानहरू चाहिँ उपलब्ध गराउनेछौँ। र च्यानल चाहिँ अब तपाईँले चाहिँ नयाँ हुनुहुन्छ भने हाम्रो च्यानल सब्सक्राइब गरेर साथ दिनु होला र कमेन्ट पनि गर्नु होला। र तपाईँलाई चाहिँ कस्तो खालको सामानहरू चाहियो त भन्ने विषयमा पनि तपाईँले कमेन्ट गरेर छोड्नु होला। र म जानकारी अब म तपाईँलाई चाहिँ सबै उद्योगको सबै भिडियोहरू देखाउने छु र सामानहरू के कस्ता छन् भन्ने विषयमा। र मेन कुरो चाहिँ यदि तपाईँलाई चाहिँ सामानहरू मन पर्यो भने पनि र हाम्रो एक्सचेन्जको पनि हामीले चाहिँ अब अफर ल्याउँदैछौँ। पुरानो ल्याउनुहोस्, नयाँ लैजानुहोस्। हो, यो चाहिँ अब दाङमा चाहिँ पहिलोचोटि हो हामी चाहिँ यो अफर ल्याउँदैछौँ। र तपाईँलाई चाहिँ हामी चाहिँ यो अफरको पनि हामी चाहिँ अवसर दिनेछौँ। र सर लाएर म तपाईँलाई चाहिँ यो सामानहरू सबै देखाउने छु, कस्ता कस्ता सामानहरू छन् हाम्रो पसलमा। र एउटा कुरा म सोध्दछु तपाईँलाई, हजुरलाई चाहिँ
यो न्यू मोहन पसलमा आइसकेपछि ग्राहकहरू आइसकेपछि हजुर एकदम कम मात्रामा फर्किने देखेको छु र सकभर त ग्राहकहरू यहाँ छिरिसकेपछि फर्किँदैन त्यतिकै सामान नल्याएर त्यो आइसकेको ग्राहकहरू चाहिँ तपाईँले नफर्काउने तपाईँको सूत्र के हो यो सबभन्दा त मेरो सूत्र के हो भनेपछि मैले विगतका दिनहरूमा आजभन्दा 18-20 वर्षदेखि यतातिर मेरो यो फुटकर बिक्री नभए पनि मेरो चाहिँ होलसेलर थियो यहाँ ए हजुर कारखानाबाट सामान उत्पादन गरेर मैले चाहिँ यो तुलसीपुरका सोरुमहरूमा चाहिँ डेलिभरी गर्थेँ सबै सामानहरू तर मैले चाहिँ यस्तो आफ्नो चाहिँ यसरी सोरुम राखेर चाहिँ सामान बिक्री वितरण गरिरहेको चाहिँ थिएन तर होलसेल चाहिँ मैले यस्ता मेरा जस्ता पसलहरूलाई पहिल्यैदेखि सामान दिँदै आइराखेको थिएँ त्यो भएर पनि अब मेरो चाहिँ एकदमै मूल्य मिल्ने भयो ग्राहकहरूलाई हैन त्यस कारणले पनि ग्राहकहरू फिर्ता कति नभएर यहीँबाट सामान लग्नुहुन्छ त्यही हो ल भनेपछि जति पनि तपाईँले यो भिडियो हेर्दै हुनुहुन्छ हाम्रो कुरा सुनिसक्नुभयो र यो भिडियो पनि हजुरलाई मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर साथ दिनु होला र आगामी दिनहरूमा अब हामीले चाहिँ कन्टिन्यू भिडियोहरू चाहिँ यो च्यानलमा हाल्नेछौँ र यो च्यानलमा जोडिराख्नु होला तपाईँलाई सामान चाहियो भने चाहिँ हामीले घरसम्मै पुर्याउने व्यवस्था पनि गरेका छौँ र सर लाएर चाहिँ अब म सबै पनि कम्पनी भिजिट गर्नेछु साथीहरू तपाईँले देख्नुभएछ यो भनेको ड्रेसिङ टेबल हैन च्यानल घरमा सहितको अत्यन्तै राम्रो अब तपाईँले हेर्न सक्नुहुन्छ यहाँभित्र तपाईँहरूले चाहिँ चुरा पनि राख्न सक्नुहुन्छ चुराहरू राख्ने चाहिँ लकर छ हैन तपाईँले चाहिँ एकदमै राम्रो च्यानल घरमा सहित ल हेर्नुहोस् तपाईँले चाहिँ देख्न सक्नुहुन्छ यो पनि तपाईँले चाहिँ यहाँ चाहिँ कपडाहरू राख्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईँले एकदम सजावटका सामानहरू राख्न सक्नुहुन्छ त्यसैमा तपाईँले पनि यहाँ छ मिरर ल हेर्नुहोस् टक्कला र मिरर छ है साथीहरू यो तपाईँले देख्न सक्नुहुन्छ 2 पिस दराज हो र तपाईँले चाहिँ म देखाउँछु भित्र के छ ल हेर्नुहोस् टक्क तपाईँले चाहिँ यहाँ कपडाहरू राख्न सक्नुहुन्छ ट्याक्क लगाएर तपाईँहरूलाई चाहिँ यहाँ गहनाहरू होइन किम्ती सामानहरू तपाईँ चाहिँ टक्क राख्न सक्ने यहाँ चाहिँ राख्ने सामानहरू चाहिँ तपाईँको चाहिँ गहनाहरू चाहिँ अब पैसाहरू राख्ने सामान हो त्यो चाहिँ ल हेर्नुहोस् टक्क लगाएर यहाँ पनि छ भर्खर हेर्नुहोस् यो सबै च्यानल गरेर हो होइन एकदम यसको फाइनल रूपमा प्राइस कति हो त तपाईँलाई चाहिँ जान्न मन लाग्छ होला अत्यन्तै सस्तो छ 29,979 रुपियाँमा मात्र आउँदैछ है 3 पिस दराज रहेको छ यसको मूल्य भन्नुभन्दा पनि पहिले यसको क्वालिटी यो सामान हेरौँ है हामीले खोलेर हेरौँ म तपाईँलाई देखाउँदैछु हेर्नुहोस् यो सबै चाहिँ तपाईँले चाहिँ यहाँ अब तपाईँले चाहिँ सामानहरू एकदम मूल्य किम्ती सामानहरू कपडाहरू राख्न सक्नुहुन्छ होइन म तपाईँलाई सबै खोलेर देखाउने छु ल हेर्नुहोस् ठिक छ नि मन परिरहेछ तपाईँहरूले कस्तो लाग्छ यो पनि एकदम लकर हेर्नुहोस् हेर्नुभयो कस्तो लाग्यो तपाईँहरूलाई यदि तपाईँहरूलाई पनि यस्तै खालको 3 पिस दराज चाहिएको छ भने तपाईँले चाहिँ हामीलाई सम्बन्ध गर्न सक्नुहुन्छ र मैले चाहिँ तल डिस्क्रिप्सनमा नम्बर छोडिदिएको छु तल रहेको नम्बरमा कन्ट्याक्ट गर्नुहुन्छ यसको मूल्य जम्मा 36,600 मात्र रहेको छ है त त्यसै गरी अर्कोमा आउनुहोस् र त्यसै गरी हामीसँग रहेको छ 3 पिस दराज यसको अत्यन्तै राम्रो यसको चाहिँ फिनिसिङ गरेको छ यो दराज पनि मलाई यसको दराज कलर हेर्दाखेरि पनि मलाई पनि आफै मन परेको छ र यसको चाहिँ हामीसँग अहिले
स्टकमा हामीलाई 1 पिस मात्र रहेको छ र यदि तपाईँलाई मन पर्छ भने ढिलो नगरेर आउनु होला। र यसको मूल्य पनि म भन्नेछु है। र यसको मूल्य चाहिँ हेर्नुहोस्, पहिला यसको हेर्नुहोस् यस्तो राम्रो यसको फिनिसिङ गरेको छ, डेकोरेसन गरेको छ। अनि यो लकर पनि रहेको छ, हेर्नुहोस् चट्ट लाएर एकदम फोल्डिङमा छ, तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ। र यसको मिरर पनि रहेको छ। ल हेर्नुहोस् त, यसरी हामीले सजावट, यसको अत्यन्तै राम्रो फिनिसिङ रहेको छ। र तपाईँले पनि यस्तो खालको दराज तपाईँलाई मन परेको छ भने तपाईँ आउन सक्नुहुन्छ न्यू मोहन फर्निचर उद्योगमा, दाङ तुलसीपुरमा रहेको गुम्रा चोक नजिकै है त। ल हेर्नुहोस् त, यसको मूल्यको कुरा गर्ने हो भने दर्शक तपाईँहरू चाहिँ अत्यन्तै तपाईँलाई चाहिँ अचम्म लाग्नेछ। यसको डेकोरेसन हेर्नुहोस्, यसको क्वालिटी हेर्नुहोस्। यो हेरेर त मूल्य त तपाईँहरूलाई चाहिँ अत्यन्तै कम लाग्नेछ, किनभने यसको मूल्य बजारको मूल्य गर्ने हो भने अहिलेको मालमा बजारको मूल्य गर्ने हो भने 40,000 रुपियाँ मात्र। र न्यू मोहन फर्निचर उद्योगले तपाईँहरूलाई चाहिँ कति दिइरहेछ त? ल अनुमान लाउनुहोस् त, कति दिइरहेछ होला त? म तपाईँहरूलाई चाहिँ यो अत्यन्तै सस्तो मूल्यमा लिएर आएको छु। यसको मूल्य मात्र 30,000 हो, जम्मा 30,000 3 पिस दराज। र यसको पहिले यसको क्वालिटी हेर्नुहोस् त, यसको फिनिसिङ हेर्नुहोस् त, बाफ रे बाफ छैन त। र तपाईँलाई चाहिँ चाहियो भने तुरुन्त कन्ट्याक्ट गर्न सक्नुहुन्छ न्यू मोहन फर्निचर उद्योगमा, दाङ तुलसीपुरमा रहेको र गुम्रा चोक नजिकै है त। त्यसै गरेर अब हामीसँग छ 1 पिस दराज। यो चाहिँ सिल प्याक छ, यो चाहिँ खोल्न मिल्दैन। ठ्याक्कै यसको डबल रोल, यो हेर्नुहोस् त, आहा कलर पनि कति राम्रो छ। ल हेर्नुहोस्, यो चाहिँ 1 पिस दराज। यसको मूल्य सुन्नुभयो भने तपाईँलाई चाहिँ अचम्म लाग्नेछ। ल हेर्नुहोस्, म पहिला खोलेर देखाउँछु है। ल हेर्नुहोस्, यसको डेकोरेसन हेर्नुहोस् पहिला होइन। ल हेर्नुहोस् त, यो हो 1 पिस दराज, अत्यन्तै राम्रो लकर सहित, 2वटा लकर, डबल रोल लकर रहेछ। ल हेर्नुहोस् त, आहा गजब छैन त। यसको फिनिसिङ तपाईँले राम्रोसँग हेर्न सक्नुहुन्छ। र यो पनि अत्यन्तै सस्तो मूल्यमा है। यो अन्य बजारभन्दा, अन्य सबभन्दा हामीले अत्यन्तै सस्तो मूल्यमा अत्यन्तै घटाएर दिइरहेका छौँ। र यसको मूल्य तपाईँले सुन्यो भने अहिले हालचालको बजार मार्केटमा चलिरहेको तपाईँको 17-18 हजारको रेसियोमा तपाईँलाई दिइरहेका छन् भने चाहिँ अहिले हामीले चाहिँ जम्मा यसलाई चाहिँ 1 पिस दराज हो। यसको फिनिसिङ हेर्नुहोस्, यसको पहिले सामान हेर्नुहोस् होइन। सामान हेरेर मूल्य गर्ने हो भने त केही पनि छैन। यसको यदि तपाईँ यो भिडियो हेरेर आउँदै हुनुहुन्छ भने यसको मूल्य जम्मा 12,000 मात्र छ नि त, रमाइलो। ल हेर्नुहोस्, दसैँमा हामीले यो सामानहरू चाहिँ पुऱ्याउन नसकेर हम्मे परेको थियो। र तपाईँ पनि दराज चाहिएको छ, कहाँ जाम, कसरी लिम, सस्तो कहाँ पाइन्छ भन्ने अनलाइनमा हुनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है त। ल आउनुहोस्, फेरि अर्कोमा देखाउँछु म तपाईँलाई। आज दराज त कति हेर्ने तपाईँलाई चाहिँ म। ल हेर्नुहोस्, यो पनि रहेको छ 2 पिस दराज होइन। ल हेर्नुहोस् त, यसको क्वालिटी हेर्नुहोस् न, पहिला सामान हेर्नुहोस् पहिला कस्तो छ। ल हेर्नुहोस्, हाम्रो 2 पिस दराज र यो पनि अत्यन्तै राम्रो रहेको छ। हेर्नुहोस्, यसको भित्री क्वालिटीहरू हेर्नुहोस्, यस्तो राम्रो छ होइन। टक्क लगाएर तपाईँले पनि अत्यन्तै सस्तो मूल्यमा के, तपाईँले टेन्सन नगर्नु, मूल्यको त तपाईँले टेन्सन गर्दै नगर्नुहोस् होइन। सबभन्दा तपाईँलाई सामान मन पर्नु पर्यो। र यसको चाहिँ यति बेलामा चाहिँ बजार मूल्य चाहिँ तपाईँको चाहिँ 25-30 हजार त कमसेकम छँदैछ। तर अहिले हामीले चाहिँ 23,000 मा मात्र 23,000 मा दिइरहेका छौँ। ल फेरि अर्को हेर्नुहोस्, ल हामीसँग छ यो हेर्नुहोस् त, आहा छैन त गजब। ल हेर्नुहोस्, यो पनि 2 पिस दराज हो होइन। ल यसको भित्र हेर्नुहोस्, तपाईँले चाहिँ यहाँ सामानहरू राख्न सक्नुहुन्छ, कपडाहरू राख्न सक्नुहुन्छ होइन। अन्य के काममा सामान राख्न सक्नुहुन्छ तपाईँले चाहिँ। अनि ल हेर्नुहोस्, यो लकर होइन। ल हेर्नुहोस्, यसको मूल्य पनि सेम 23,000 मा तपाईँले पाउन सक्नुहुन्छ है त। ल अर्को आउनुहोस्, अब यतिखेर चाहिँ अब यो चाहिँ अब टिभी ऱ्याक हो होइन। टक्क लगाएर चाहिँ तपाईँले टिभीका सामानहरू चाहिँ टिभीहरू राख्न सक्नुहुन्छ, सजाउन सक्नुहुन्छ टक्क लगाएर चाहिँ।
ल फेरि साथीहरू अब हामीसँग छ वान पिस दराज है। वान पिस दराज यो पनि अत्यन्तै सस्तो मूल्यमा रहेको छ र तपाईँलाई पनि म खोलेर देखाउँछु। र हेर्नुहोस् यो तपाईँको लकरहरू छ। तपाईँले चाहिँ अब यहाँ चाहिँ अब सामानहरू कपडाहरू राख्न सक्नुहुन्छ। अनि त्यसै गरेर म अर्को पनि तपाईँलाई लकर खोजेर देखाउँछु। ल हेर्नुहोस् यो हो तपाईँको लकर होइन। तपाईँले चाहिँ यहाँ चाहिँ आफ्ना किम्ती सामानहरू राख्न सक्नुहुन्छ। यो पनि तपाईँको वान पिस दराज हो। यसको मूल्य तपाईँलाई म भन्न गइरहेको छु कति होला ल अनुमान गर्नुहोस् त। मैले यो चाबी लाउँदासम्म अनुमान लाउनु भयो कति हो। यो वान पिस दराज यो पनि वान पिस दराज सेम है। यो र यो तिनवटा सेम हो होइन। र तिनवटाको मूल्य जम्मा 11,500 मात्र है त। यो तीनवटा वान पिस दराज हो है। र त्यसै गरेर तपाईँहरूले देख्न सक्नुहुन्छ अब यिनी हो टु पिस दराज है। यता आउनुहोस् हामीसँग फेरि अर्को रहेको छ टु पिस दराज। यो टु पिस दराज यो पनि टु पिस दराज। ल हेर्नुहोस् त यसको मूल्य भन्दा पनि पहिले म तपाईँलाई खोलेर देखाउँछु। र यहाँ पनि यो एप्पलको एकदम लोगो गरेको चाहिँ छ अहिले चलेको एकदम होइन। ल हेर्नुहोस् यसको पनि तपाईँले चाहिँ अट्याच भएको चाहिँ होइन एकदम राम्रो छ। तपाईँलाई चाहिँ अब तपाईँले चाहिँ यतातिर अब तपाईँले कपडाहरू राख्ने सामानहरू राख्ने गर्न सक्नुहुन्छ। यहाँ तल लकरहरू छ हेर्नुहोस् त। घरहरू छँदैछ। यतै तपाईँको चाहिँ एकदम किम्ती सामान राख्ने लकर त छँदैछ। र तपाईँले चाहिँ हेरिसक्नुभयो यो टु पिस दराज होइन। यसको मूल्य कति होला त तपाईँलाई चाहिँ कति होला जस्तो लाग्छ त यसको मूल्य। यो पनि टु पिस दराज नै हो। सेम यो र यो सेम नै हो। र म तपाईँलाई मूल्य भनेको छैन होइन। र यो पनि तपाईँलाई म खोलेर देखाउन सक्छु। ल हेर्नुहोस् यसरी कसैले पनि तपाईँलाई खोलेर सबै कुराहरू देखाइदिनु है। र तपाईँले घर बसी पनि तपाईँले चाहिँ यसको चाहिँ अब तपाईँले चाहिँ डिजाइन लिन सक्नुहुन्छ। तपाईँले किन्न सक्नुहुन्छ आउन सक्नुहुन्छ सामानहरू हेरेर। ल हेर्नुहोस् यस्तो घरहरू छ। र यहाँ पनि घररा छँदैछ। ल हेर्नुहोस् यस्तो छ। र यसको मूल्य जम्मा कति होला त भन्न लाउनुहोस् त। यसको र यसको मूल्य जम्मा 27,000 मात्र है त। र अब मसँग छ अर्को टु पिस दराज। ल हेर्नुहोस् टक्क मयुरको फोटो भएको टक्क मयुरको लोगो भएको यो पनि अत्यन्तै राम्रो छ है त। तपाईँले हेर्न सक्नुहुन्छ। यदि तपाईँलाई पनि मन परेको छ र तपाईँले चाहिँ लिन सक्नुहुन्छ भने यो टु पिस दराज हो। यसको मूल्य पनि अत्यन्तै सस्तो रहेको छ। म तपाईँलाई देखाउँछु। ल हेर्नुहोस् यसको भित्रबाट यस्तो छ होइन। ल हेर्नुहोस् यसको भित्रबाट यस्तो रहेको छ। तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ। ल यो लकर भएको तपाईँले चाहिँ यहाँ चाहिँ आफ्ना किम्ती सामानहरू पैसा गरगहनाहरू चाहिँ राख्न सक्नुहुन्छ। यसको मूल्य कति होला त होइन। तपाईँले अनुमान लाउनुहोस् त दर्शकहरू। यसको मूल्य जम्मा 25,000 मात्र है। जम्मा 25,000मा तपाईँ चाहिँ यो लिन सक्नुहुन्छ। ल अब अर्को आउनुहोस् यो हो थ्री पिस दराज। ल हेर्नुहोस् त छैन त गजब छैन होइन। गजब छ यार। ओहो यो लकर हेर्नु त। ल हेर्नुहोस् यो लकर पनि रहेको छ यसरी। यो थ्री पिस दराज अत्यन्तै राम्रो छ। तपाईँलाई चाहिँ बजार मूल्यमा चाहिँ भन्दा पनि हामीले चाहिँ एकदम सस्तो मूल्यमा तपाईँलाई चाहिँ हामी यहाँ दिने गरिरहेको छ न्यू मोहन फर्निचर उद्योगमा। दाङ तुलसीपुरमा रहेको न्यू मोहन फर्निचर उद्योगमा तपाईँले चाहिँ आएर लिन सक्नुहुन्छ यो घररा होइन। कर ल हेर्नुहोस् त च्याट्ट लगाएर तपाईँले चाहिँ यहाँ सामानहरू राख्न सक्नुहुन्छ कपडाहरू राख्न सक्नुहुन्छ। यसै गरेर यसको मूल्य चाहिँ कति छ त। यसको चाहिँ अहिले चाहिँ हामीले चाहिँ 38,000 रुपियाँ दिइरहेका छौँ। तर तपाईँलाई चाहिँ बजार मूल्यमा तपाईँले हेऱ्यो भने 40,000 त भन्छन् 100% 40,000सम्म
बजार मूल्य रहेको छ। तर हामीले चाहिँ डिस्काउन्ट यो दसैँको माहौल भएर पनि हामीले चाहिँ डिस्काउन्ट गरेर जम्मा 38,000 मा दिने गरेका छौँ। ल आउनुहोस् अर्को हेर्नुहोस्। यसको मूल्यको कुरा गर्ने हो भने जम्मा 38,000 मात्र है। त्रिपेस दराज हो, तपाईँ चाहिँ आएर लिन सक्नुहुन्छ। हाम्रो पसलमा आएर हाम्रो सपमा आएर तपाईँले भिजिट गर्न सक्नुहुन्छ। अब हामीसँग अर्को रहेको छ, फेरि सेम त्यही नै हो, यो पनि 27,000 नै हो। तपाईँलाई यसको क्वालिटीको मैले त्यो अगाडि नै देखाइसकेको छु होइन। टक्क लाएर तपाईँले यो पनि 27,000 मा पाउन सक्नुहुन्छ। यो पनि तपाईँलाई त्यही 27,000 मा पाउन सक्नुहुन्छ। तपाईँलाई पनि यो फाइनली हामीले चाहिँ एकदम मिलाएर दिएको मूल्य हो। र तपाईँलाई चाहिँ कुनै पनि फर्निचरका सामानहरू, कुनै पनि कार्पेटहरू तपाईँलाई चाहिएको छ, घरमा सजावटका सामग्रीहरू तपाईँलाई चाहिएको छ भने न्यू मोहन फर्निचर उद्योगमा तपाईँले आउन सक्नुहुन्छ। र रह्यो यो दराजको, र अब म तपाईँलाई सोफा र बेड देखाउन गइरहेको छु है त। ल आउनुहोस्।